जसरी तपाईँले पहिलाको एपिसोडमा देखिसक्नुभयो रोहितलाई उसको दुईजना गर्लफ्रेन्डले शङ्का गरेको हुन्छ र रोहितले मास्टर प्लान बनाएर तिनीहरूलाई उल्ली बिल्ली लाउँछ र अब हेरौँ के हुन्छ। सोल्टी तर तिमीले दुईटा केटीलाई त्यसरी खेलाउनु नहुन्थ्यो क्या। अस्तिको लागि सरी है, तिमी र रोहित साथी रहेछौ, मैले चाहिँ नाना थरी सोचेर बसेँ। तिमी र रोहित साथी रहेछौ त्यो दिन सरी नै भन्न पाएन। एकछिन, रोहित र तिमी साथी भनेको म होइन, म त उसको गर्लफ्रेन्ड हो। कति जिस्किन्छ यो केटी, याद गर त त्यो दिन रोहितले तिमीलाई साथी मलाई जिएफ भनेर छैन। हेलो एभ्रिवान, ऊ चाहिँ अञ्जली अनि ऊ चाहिँ आलिया। दुवैजनामा मिसअन्डरस्ट्यान्डिङमा पारेर त्यो चोर्यो हेर त। मारिदिन्छु म त्यसलाई। त्यसले के सोचेछ मलाई? आज त्यसको जिउ खोलामा टाउको झलामा पारिदिन्छु म। काम डाउन अञ्जली, पहिला हामी दुवैजना त्यो बारेमा सोचौँला अनि त्यहाँ जाउँला। अब सोच्नलाई के बाँकी छ? त हिँड्ने भए हिँड, नत्र म गएँ मार्न। मेरो मम्मी अहिले पसलमा हुनुहुन्न, कसरी म पसल छोडेर जानु? त बसिराख। अञ्जली, अञ्जली हेलो हेलो सोल्टी, आज तिमी पक्का फस्ने भयो। किन के भयो ब्रो? आलिया र अञ्जली भेट्यो अनि अञ्जली त कैँची लिएर निस्क्यो। आलिया कमिङ सुन। दुईजना छुट्टो छुट्टै निक्ल्यो हो? यस सोल्टी। अब लास्ट सल्युसन भनेको प्लान 420 नै हो ब्रो। प्लान नम्बर 420? त्यो त एकदम गाह्रो छ नि। त्यही गर्नै पर्छ ब्रो। अब ल सोल्टी, म आउँदैछु। ओ साले मुर्दार चोर, बाहिर निस्कि भनेको सुन्दैनस्? हजुर। ए अञ्जली तिमी? को त? रोहित है। हजुरको बारेमा धेरै कुरा गर्थ्यो रोहितले। त्यो सालेलाई आज म बोल्न नमिल्ने गरेर हान्छु। साले मलाई धोका दिने? धोका? तपाईँले के आलियाको बारेमा त कुरा गरिराख्नु भएको छैन नि? तँलाई कसरी थाहा भयो? दाइ, आलिया खै दाइ? आलियाले सबै पैसा खायो है दाइ। अब हामीसँग पैसै छैन है दाइ। यो मेरो भाइ 1 वर्ष भयो यो पागल जस्तै भएको। त्यो पनि त्यही आलिया भन्ने केटीले गर्दा हाम्रो सबै पैसा सबै सम्पत्तिहरू लुटेर गयो। धन्न त्यो रोहित भन्ने भगवान् जस्तो भएर आज हामीले बस्नको लागि एउटा बास दिएको छ। मतलब? रोहित, अलि तिमीले के भन्नुभन्दा अगाडि हेर, अञ्जलीलाई मेन्टल हेल्थ प्रब्लम छ। हुन त मैले यो कुरा 3 महिना अगाडि भन्नुपर्ने हो, तर तिमीलाई हट हुन्छ कि भनेर मैले यो कुरा लुकाएँ। त्यो अञ्जलीले हालेको फोटो, उसले मलाई बोयफ्रेन्ड भन्ने। हुन त तिमीलाई गफ दिए जस्तो हुन्छ होला। रोहितले सधैँ भन्ने गर्थ्यो म अञ्जलीको नजरमा सधैँ गिर्छु भनेर। त्यो सबै मेरो भाइको हालत देखेर उसले गरेको हो। है दाइ, रोहित दाइले अञ्जली दिदीलाई कति माया गर्नुहुन्छ है दाइ? उसलाई पनि थाहा छ त्यो कुरा। आउने दिदी खेल्न जाऊ। आइनो म विश्वास गर्न लागेको छैन, किनकि मैले तिमीलाई यति धेरै झुट बोलिसकेँ। बट लास्ट चान्स थियो मलाई तिमीलाई अञ्जलीको कन्डिसन देखाउनु छ। उसको बुढा है आलिया। आलिया 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 थ्याङ्क यू सो मच रोहित ब्रो यार, थ्याङ्क यू सो मच। उसले अहिलेसम्म पनि निको भएको छैन यार। उसको एउटा किडनी पनि छैन अरे। दाइ तपाईँ चिन्ता नगर्नु, अलिकति ओभर भयो क्या दाइ। आइएम सो सरी ब्रो यार, मेरो फ्यामिलीले गर्दा तिमीले धेरै दुःख पाउनु पर्यो। म के भनौँ ब्रो यार। ब्रो यार दाइ नरुनु न दाइ, कस्तो ह्यात तिमी पक्क जान्छु भनेर मम्मीको म समान्छु दाइलाई। अब है पछि कुरालाई दाइ नरुनु नरुनु।
हेलो सोल्टी कहाँ हो तिमी? आउँदैछु ब्रो पुरानो अड्डामा सबै काम सकिसक्यो। पैसा देऊ न ब्रो यार। दाइ तपाईँको एक्टिङ चाहिँ खतरा थियो होइन, तर त्यो रुनीवाला पार्टमा चाहिँ अलिकति बढी किरकिरे अझ नेचुरल एक्टिङ हो है, नेचुरल। तिमीलाई थाहा छ न? तिमी चाहिँ अलिकति पागल राम्रै गरे होला। ल ब्रो यार त्यो सम्झिँदै गरेर यसो युट्युबमा म नि प्र्याङ्क स्याङ्क गर्छु होइन। ल भेट्दै गरौँ। ल केही एक्टिङ चाहियो भने भन ल भाइ। मलाई नि सम्झिँदै गरेर फेसबुक युट्युबतिर हुन्छ भिडियो। झन्डै मरा योपालि मुला, तर के गर्ने केटीहरूमाथि इमोसनल कन्टेन्ट काम गरिहाल्छ होइन त भाइ। आलिया कसरी अञ्जली तर कसरी त्यसले पहिला नि कल गरेको। हेलो तेरो मम्मी डेन्जरमा छ। मम्मी अनि अञ्जली त कैँची लिएर निस्क्यो। आलिया कमिङ सुन। ल सोल्टी म आउँदैछु। तर मार्छु म। भनेपछि तिमीले सदरलाई के गर्यो? सोल्टी म यही छु, मलाई केही भएको छैन। मलाई थाहा छैन दाइ तपाईँ किन उसको सपोर्ट लिइरहनु भएको छ। म उसलाई ट्रु लभ गर्छु, तर उसले हामी दुवैजनासँग। तर त्यसले त तिमीहरू दुवैजनालाई ट्रु लभ गर्छ, अनि त दुईजना मध्ये कसैलाई छोड्नु नि सक्दैन अरे। यस्तो हुन्छ? यदि तपाईँको कोही दिदी कोही बहिनी भएको भए सोच्नु, यदि म तपाईँको बहिनी भएको भए। आइएम सरी बहिनी, म सब भन्छु तिमी। यस इमोसनल कन्टेन्ट साँच्ची काम गर्छ। अब हेर मैले त पहिले भनेको थिएँ दुइटा केटी नखेलाऊ भनेर। केटीलाई के खेलाउन सोचेछस्? साले कटप्पा धोका दिइस् होइन, बिर्सिस् तैँले हाम्रो घर चिया खान आउँथिस्। साले तेरो उल्टो छोरछोरी जन्मिन्छ, पाप लाग्छ तँलाई, पाप कटप्पे। सो थ्याङ्क यू गाइज फर वाचिङ आवर भिडियो। होप हजुरहरूलाई यो भिडियो नि राम्रो लाग्यो होला होइन। अनि हामीसँग आज कोलाबोरेसनमा हुनुहुन्छ सन्दीप दाई होइन, विक्रम पनि छ हाम्रो, आलिया होइन, अञ्जली, अनि यसलाई त चिन्नुहुन्छ यो सदन। सो के भन्नुहुन्छ दाइ? थ्याङ्क यू सो मच फर हाम्रो राइजिङ स्टारको हाम्रो टिमलाई। एज अ म जाने बेला पनि मलाई एकदम पहिलेदेखि नै कोलाबोरेसन गर्नु मन थियो होइन। उनीहरूले बोलाउनु भयो, लास्टमा म जाने बेला पनि 2-3 दिन हुँदा पनि आज कोलाबोरेसन गऱ्यौँ। भिडियो होप तपाईँहरूले मन पऱ्यो होला। एन्ड मन परेछ भने लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नुहोस्। अल्सो मलाई पनि सब्सक्राइब गर्नु होला, मैले पनि प्र्याङ्क भिडियो गर्छु। म नेपाल बस्न थोरै छ अब होइन, बाहिर जान लाग्छु। एन्ड च्यानलको लिङ्क चाहिँ तल होला। उसको पनि उसको पनि च्यानलको लिङ्क हुन्छ, उसको विक्रम घिमिरे छ होइन। सो होप हजुरलाई यो भिडियो मन पऱ्यो होला। सो अहिलेको लागि धन्यवाद भन्दै बिदा लिन चाहन्छौँ। बाई बाई।